वाउ इंग्लिश हिन्नु पोडी लिनु यो चाहिँ मेरो बेस्ट फ्रेन्ड हो हिन्नु पोडीलाई ये यस्तो चलाइ भइरहेको छ दामी है अनि त्यसपछि यता हाम्रो अर्को सेकेन्ड टाइम हाम्रो नेपालगञ्जकै मान्छेको होटल रहेछ नेपालगञ्जमै पढ्ने मान्छे अहिले 5 मा पढ्दै जेनिथ इङ्ग्लिस बोर्डिङ स्कुलमा खजुरामा हो नि सिधै कान्तारा सिधै कान्तारा बाइकलाई बाइक चरक्क डोल्पा अब भिडियो भिडियो ए अब डोल्पा सिधै कान्तारा हाम्रो पर्सनल गाडी सबले इन्ट्रोड्युस गरौँ न त हाम्रो कान्तारा दाइ शिव दाइ दाइ नाम सुशील पौडेल अनि हाम्रो आफ्नै दाइ नाम दाइको भाइको नाम भाइ भान्जा भाइ प्रिन्स आचार्य हाम्रो आफ्नै गाडी हो यो डाक्टर काजीको पर्सनल गाडी हामीले गाडीमा ट्याक्सी हालेर ए हाम्रो गाडी चाहिँ आफ्नै हो यी दाइको नाम भनिदिनु त ओ गाडी चाहिँ हाम्रो आफ्नै हो हामीले आफ्नै ट्याग हालेको छौँ गाडीमा हाम्रो प्रोडक्सनको हामी स्पोन्सर पनि लिएछौँ नाइकको स्पोन्सर रिबुक नाइकको स्पोन्सर अनि जान लागेको चाहिँ हामी डोल्पा टक्क लाएर पछाडि हामीले सोफा पनि लगेको दाइ बाटोमा बस्नलाई सजिलो हुन्छ भनेर काजीहरू बस्नु सोफामा हामी अब सिधै भाडुवाडीमा रोकेर हामी अब सामान किनेर सामान पछाडि झोला पछाडि राखौँ सब राखिसक्यो अब हाम्रो यात्रा सुरु भएको छ डोल्पाको लागि ए क्यामेरा धिर्ने नै हो त्यो राख्न पर्यो भित्र यो चार्जर टी-सर्ट लाएर हिँड्ने मात्रै भयो यो म खोलेर दिन्छु नि तपाईलाई यो चेन ल वहाँ गएर सिलाम लाग्छ अब हाम्रो यात्रा सुरु शपिङ सुरु अब हाम्रो भाडुवाडीमा म त डिट्टु क्यामेराम्यान देखेको छु यार लुगा पनि त्यस्तै छ के उसको बिल गर्नेको मुखमा राख्छु म डिट्टु क्यामेराम्यान देखेको छु यस्तो झोरपाते लुगा लगाएर आएको हाम्रो भाडुवाडी सेक्सनमा छिर्दैछौँ रेक भन्ने आउँछ कि दाबी भने त्यो दाब्दा बन्द हुन्छ रेक एउटा खोले खाएछ त एउटा खानु अलिकति भ्याइयो भने हामी चाहिँ यहाँ अब नजिकबाट बोलेछ ए यहाँबाट माइक अहिले किनेको कस्तो सही हुँदो रहेछ थिएन कि माइक हामीसँग वायरलेस वाला किन्ने भने थियो हामी चाहिँ अब भाडुवाडीबाट चाहिँ किशोर दाइले तितो र सितो र पितो र के हो मिठाई सिठाई सुब्बास यहाँ छ दाइ हाम्रो भान्जा यता छन् हामी चाहिँ यहाँबाट सामानहरू लिएर चाहिँ निस्किन्छौँ यहाँबाट भाडुवाडीबाट भर्खरै हाम्रो ट्रिप सुरु हुँदैछ है भर्खरै दिस इज प्योर भाडुवाडी नै हाम्रो नेपालगञ्जको भाडुवाडी नै हाम्रो बल्ल ओट्स देखाउँदैछ हामी चाहिँ यहाँबाट सिधै आज हामी चाहिँ लोवर डोल्पा जान्छौँ होला बाटोमा हाम्रो सब भिडियो हुन्छ यो चाहिँ हाम्रो भुवन दाइले चाहिँ मिठाई सिठाई किनिसक्नु भएको छ भान्जाले पनि मिठाई सिठाई किनिसकेका छन् अनि म चाहिँ ठ्याक्क यस्तै म चाहिँ अब सुशील भइहाल्यो तपाईँले चिन्नुहुन्छ है भाडुवाडी एकदम बबाल छ है हाम्रो यहाँको चाहिँ अब हामी के चाहिन्छ सब लर जाने होला ओके फाइन किशोर दाइ किशोर दाइ हामी कहाँ जानु लाग्यो माथि भाडुवाडी नि टोपी किनेर हामी सिधै कहाँ जान्छौँ हामी चाहिँ क्याब किन्ने भनेर माथि आएको केही पनि भेटाएनौँ किशोर दाइले पनि भेटाउनु भएन क्याब एउटा हामी निस्किन्छौँ होला कपडाहरू किनेको लागि आउन सक्नुहुन्छ भाटपट्टि नै
थर्ड फ्लोर है गाइस थर्ड फ्लोर ए यता छ क्या क्याब सायद यता छ फाइनली दाइले चाहिँ तर अलिकति ब्ल्याकमा रहेछ के एउटा राम्रो हेर्नु न कुनै कलरको यहाँ छ त्यही ब्लूवालामा यो निलोमा लगाउनु त इसी कति राम्रो कलर छ यो तपाईँ लगाउनु म भनिदिन्छु यो त सुहाएन होला सेतो 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 ब्ल्याक तर ठुलो भएको हो कि सानो बनाउनु मिल्छ होला नि सानो बनाउनु न त सानो बनाउनु न त अझै सानो अलिक टाइट कि यस्तै टाइट छ त मेरो त्यस्तो अलिक टाइट बनाउनु त अलिक टाइट बनाएर ठ्याक्कै हेर्नु न ठ्याक्कै मिल्छ कतिको हामी विचार पो गर्ने हो त्यस्तरी भयो भने कपडा भेना पाइन्छ है भएन टाइट भयो क्या तर तपाईँलाई यो ठिकै देखिन्छ जस्तो अब टोपी जाऊ न क्याब किन्न माथि एउटा मेमोरी हेरौँ न त इलेक्ट्रोनिक हुन्छ यो भनेको रेकर्ड मैले गर्छु नि मेरो मात्र तिमीहरुको आफ्नो गर न दाइको लौरो अब जाऊ रेडी जम ल रेकर्ड हुँदैछ या कालो आयो भाइ अहिले लाइटवालामा लाग्यो हाम्रो ठुलोवाला क्यामेरामा खासै फोकस त हुन्न सुर्खेतको ठुलो बजारमा सुर्खेतको ठुलो बजार हाम्रो सिन्चुमा छौँ हामी फाइनली हाम्रो के अरे ड्रिम हाउस ड्रिम कटेज शिवदाईको कटेज ब्लू कलरको भेटेको छौँ हामीले तर बबाल कटेजमा आएको छौँ शिवदाई कस्तो लाग्यो कटेज दामी छ यार दामी यस्तो आनन्दित आहा यो जर्नी ओ माई गॉड बाटो कस्तो लाग्यो शिवदाई बाटो त एक्सट्रिम रोड रहेछ बहुत मजा आयो यो रोडमा हिँड्न त्यसपछि गएर यो ठाउँ हेर्दाखेरि त कहाँ आए जस्तो भएको छ स्वर्गै आए जस्तो भएको शिवदाई पानी कसरी फ्रिज भएको जस्तो हुन्छ अरे पानी पुरै फ्रिज भयो पानीलाई केटाहरूले के ढुङ्गामा ठोकेको पानीलाई फ्रिज भयो भनिदिन्छन् कटेज त वेल राम्रो यो ठाउँमा यस्तो होइन ठ्याक्क कस्तो एस्थेटिक छ हेर्नु न भिलेज जस्तो भिडियो गर ल हाम्रो चाहिँ ट्राइपोड होइन यो ट्राइपोड हामी चाहिँ कहाँ आइपुग्यौँ र अहिले हामी चाहिँ भान्जा सुभाषले बनाउँदैछ भिडियोको लागि अब हामी चाहिँ यस्तो जाडो ठाउँमा छौँ दाइले जाडो भएन यो अहिले हुन्छ कि डान्सको भिडियोबाट हुन्छ हाम्रो भिडियो सबै अब हाम्रो सनिपको के अरे समीरको ब्याग हराएको अवस्था
च्याटै लाग्यो ए मैले सुरुमा बोराले उता फाल्न बाबु पहिला यो सोफालाई फाला सोफा उता फाल्नु म बस्छु ल दाइ ब्याग निकाल दाइ अब भुवन दाइ बोरा तान्नु के रोग तिमी दाइ ब्याग नच्यादिउ कि दाइ बिस्तारै भोलि त ट्रेकिङ जाने ब्याग बाँड्ने अब कतापट्टिबाट अड्क्यो त्यो चामल उता दाइ रोक त दिउँ त छोडा त यहाँ अड्क्यो खालि यो पागल रोक्बे चामल ल दाइ भयो? अब निकाल टायरमै छ कि यो अड्केको टायर ल चार त उको बनाउनु जाऊ बनाइसकेर कोइल पाल्न माग्छ के भयो तिमीलाई तिमी जाडोमा धेरै नहिन नि यार केयर गर न आफ्नो यार यता देखाउ सुभाष भाइ मेरो बेस्ट फ्रेन्ड हो नि यिनी यता हेर एकचोटि यिनी आफ्नो अलि केयर कम गर्छन् मैले त्यही भएर म आइदिएको यिनीसित है लास्ट केयर कम गर्ने टोपी हेर लाग्छ नि जाडोमा है अबदेखि तातो पनि शिव दाइले आफ्नो ज्याकेट खोलेर दाइलाई दिनुभएको छ किशोर दाइलाई जाऊ अब सुत है तिर गरेर आउनु एउटा स्ट्याप पठाम के आउनु न आवाज आउनु आइज सुवास आइज खाना चाहिँ मासु बिनै भयो सुशील भेज खाना खाने कि अहिले नो भेज आई एम नन भेजिटेरियन किन छैन रे भेज खाना यहाँ मेला हारे अनि त्यही भएर चाहिँ सुर्खेतको ठुलो मेला रुटिन हालेको पैसा चाहिन्छ नि स्क्यान गर्नु टक्क लाएर हजुर हाम्रो तातो पानी नहुने यता टक्क लाएर मदिरा पियो के दाइ खाना अझै अहिले क्यान्सल गरेको नि त्यो ल्याइदिनु भोलि बिहान अब टायर साइड बनाउनु चाहिँ हल्का टाइम लाग्छ होइन भयो भने हामी त्यही बस्छौँ रमाइलो हुन्छ गरिहाल्छौँ झन्नै यहाँ आएर पङ्चर भयो टायर भन्छ निल गाई बाटोमै त्यही लो खै बर्बाद हुन्थ्यो पञ्चर भयो हाम्रो गाडी के गर्ने अब त्यसलाई शिवराई हामीले टायर त छ स्पेयर टायर शिवराई बिर्सिनु भयो एउटा आउने बित्तिकै कान्तार एउटा हान्नु न तर मेरो साथीले भन्छ नि अबदेखि म हान्दिनँ फेरि मस्त मजा आइरहेछ अझै फेरि एकचोटि हामी तीनचोटि दाइ लास्ट एकचोटि तिनचोटि जान्छ शिवराईको कान्तारा अब हामी भात खान्छौँ टक्क शिवराई हिँड्न पढेर खाना आएको छ हाम्रो शिवराई सुरुमा खानु शिवराई लोकल धान हाम्रो खाना आएको छ टक्क लाएर ल भान्जा बाबु खाऊ होइन उता एउटा सुरु गरौँ यता अहिले पुऱ्याउन गएर यता ल्याइदिन्छन् हो हाम्रो खाना सेट छ अब टक्क खाना खान्छ बसेर हामीसँग त भोलि पनि टाइम छ गाउँको मजाले सुत्दिनु हुन्छ किन हाम्रो सामानहरू यतातिर छ त्यस्तो टक्क लाएर ट्राइपड ल दुईटा एउटा शिवराई खै त ए दुईटै रहेछ यसरी अब टक्क खाना खाने बसेर च्याप्प चिया छान्नुपर्छ दालले यो हो के एकदम लोकल अर्ग्यानिक चेस दाइको हो त दाइको राम्रो चेस हो त दालको चेस हेल्दी राम्रो मान्छे रहेछ यता एउटा यता ल्याइदिनु त अम्लेट के छ दाइ हुन्छ कि गरिदिनु ल चस चेस दालको चेस लोकल हामीले भान्जा तिमीसँग ठुक्केन अरे मेरो ल्याउ त ठुक्क तल राख्ने है कल राख्नु दाइ कस्तो छ त दाल एकदम घरको जस्तो बबाल छ टेस्ट छ के यसमा चिसो ठाउँको दाल है कम मिठो हुन्छ तर फेरि त्यो मासु त रहेछ तर मासु कहाँ रहेछ भनेर थाहा पाइन्न भन्दा हो त्यस्तै छ के गर्नु एकपटेर मासु आयो बस ठ्याक्क तीनचोटि हालिदिनु है ल ओके छ बास तीनचोटि ल एकचोटि यता पनि तौलिन्छु ल ल बा मलाई घिउ नहाल्नु है म एकदम घिउ खान्न म झोल हाल्छु है ल्याउनु त दादा दाइ यहाँ पनि हाल्नुहोस् न भुवन भाइ मासु ल्याउनु त मासु ल यता पुग्छ कि पुग्छ मिली हामी चाहिँ अहिले त्यो होइन हामी चाहिँ अहिले यहाँ कहाँ होइन जर्जर गर्छौँ ल हामी तल्लो बगर तल्लो बगरमा छौँ तर हामी सेफोक सुन्डोको यात्रामा छौँ अहिले अहिले हामी यहाँ आएर एउटा राम्रो कटेजमा बसिरहेछौँ एकदम चिसो ठाउँ एकदम एकदम खुसी लाग्यो यस्तो जर्नी भयो आजको आज हामी लगभग 10 घन्टा जति गाडीमा हिँड्यौँ होला रुम टुर
अनि रुम हेर्नु न पछाडि रुम कति राम्रो छ मान्छे राम्रो हेर्नु त्यो क्वालिटी हेर्नु न समीरको फेसमा उज्यालो नि कस्तो राम्रो छ किशोर दाइ यार हाम्रो मेन कन्टेन्ट क्रिएटर किशोर भाइ किशोर यहाँ देखेँ त जस्का अब यहाँ यो चाहिँ मेरो बेस्ट फ्रेन्ड हो अब गर्दिन दामी बवाल ठाउँ है हामी ल मोबाइल ठाउँमा छ किशोर केही भन ठिकै छ ठाउँमा गोल्डन गेट राम्रोसँग भन राम्रोसँग नमस्ते मेरो नाम उपाध्याय नाममा किन गएको तिमी नाममा नजान्न नाममा के राखेछ र किशोर शेक्सपियरले कहा था नाम में क्या रखा है के गर्ने बोल अनि मेरो सबभन्दा बेस्ट फ्रेन्ड मसँग सँगै पढेको साथी भनेको किशोर मात्र हुन् तिनको नाम चाहिँ नागरिकतामा त्यही एउटा दिएछ अनि अहिले चाहिँ पछाडि गोल्डन गेट पास आउट हुन्छ हो कि किशोर किशोर होस् कि नै अनि किशोरलाई चाहिँ अहिले चाहिँ के भयो भनेपछि होमसिक चार्जर ल्याउनु म तपाईँले चार्जर ल्याएँ मैले नदिन लैहाल्थेँ नि अनि ठिक छ अरू सबै ठिक छ अब हामीले चाहिँ के गर्नुपर्छ भनेपछि भोटो मेरो छैन माया हैन यसमा त बोल्दैन टिकटक बन्नै पर्छ कि भन्नै पर्छ अनि अर्को एउटा चाहिँ ठुमक ठुमकमा चाहिँ हाम्रो रुम टुर अब रुम टुर हान्दैन नि त रुम टुर किशोर रुम टुर देखाऊ किशोर सुतिरहेको मोबाइल चलाएर तिनको अहिले बिजी सेड्युल छ किन भनेपछि म भन्छु किन भनेपछि तिनको चाहिँ अहिले गर्लफ्रेन्ड चाहिँ उहाँ छिन् होइन अन्त ठाउँमा छिन् त्यही भएर उनलाई चाहिँ के भन्छ भनेपछि टाइम दिइराख्नुपर्छ अनि तिनी अहिले भर्खर यहाँ रुममा आएपछि बल्ल टाइम दिन पाएको यत्रो बेर गाडीमा थिएँ होइन सुतेको थिएँ गाडीमा अनि त्यही भएर होइन नत्र भनेपछि यो म उनको गर्लफ्रेन्डलाई पनि के भन्न चाहन्छु भनेपछि कहिले कहिले घुम्न जाँदाखेरि उनलाई छोडिदेऊ होइन टाइम देऊ उसलाई घुम्ने टाइम देऊ भन्न चाहन्छु अनि के भन्छौ तिमीले अरू म त के भन्न चाहन्न म अनि म भोलि यसरी त्यो एउटा चाहिँ फोटो यस्तो वाला फोटो चाहिँ म खिच्छु भोलि रुम टुर भन्छु अहिले हाम्रो आएन त मलाई खतरा राम्रो देखिएछ यो लाइट सही हो क्या अब सोध्यो भने त त्यसले पनि राम्रो बोल्छ होला समीप रुम सुत्ने रुम यता छ बोत्ती नि रहेछ र त्यो रुममा समीपलाई होइन म किशोर सुत्नु जान्छु ट्रेकिङ ब्याग यति हो अब सिधै कहिले भेट हुन्छ दाइ हाम्रो हामी भोलि बिहान 7 बजी भेट हुन्छ है ल बाई 7 7:30 जे पनि बिहानको सुरुवात हट लेमन सहित भान्जा तलबाट रे सुताइ कस्तो भयो शिवदाई सुताइ त वाउ प्लेजर भयो शिवदाई मेरो साथी बेस्ट फ्रेन्डसँग सुतेको फर्स्ट टाइम लाइफमा फर्स्ट टाइम जब म कस्तो दाइ फर्स्ट टाइमको एक्सपिरियन्स एक्सपिरियन्स लास्ट पछि छ म सधैँभरि तिमीसितै सुत्न म भन्ने सोचिरहेको हुन्छ किशोर बिचार तपाईँ त गइहाल्नुहुन्छ क्यानाडा फेरि किशोर नि न्युयोर्क लान्छु म न्युयोर्क सिटी गएपछि त बिर्सिनुहुन्छ नि किशोरलाई लान्छु हुन्छ किशोर अब यता त्यहाँ ब्रेकफास्ट के खाने हो त हट लेमन सिन कति राम्रो छ बाहिर पकोडा स्यान्डविचले नि सात बजी जाने भनेको कति बज्यो 10 बजे 7 बजी जाने भनेको 10 बजेको अवस्था अब हट लेमन खाएर कुद्ने हो यहाँबाट गुटुङटुङ टुङ चलिन्छ अब हामी गाडीमा सिधै हट लेमन खाएर चुवा कस्तो सुसिलो हट लेमन बवाल एकदम यो ठाउँको त जे पनि मिठो हो क्या वाउ बाई यहाँ आउनु होला यही ठाउँ आउनु अब हाम्रो यात्रा सुरु हुन्छ भन्जर प्याकिङ गर्दैछ जकेट हो
अब हामीसँग स्टोरेज कम छ त्यही भएर एकदम लिमिटेड खिच्ने राम्रो राम्रो खिच्ने स्टोरेज होइन हाम्रोतिर चिल्लावाला हुन्छ यतातिर चाहिँ अलि रौँवाला यहाँ हुन्छ न यहाँ हुन्छ माथि हुन्छ कि हामी जाने ठाउँमा शिव दाई यहाँ पहिरो किन आउनु अरे भनिदिनु त समीप भन्दा यहाँ सुक्खा पहिरो किन आउँछ अरे सुक्खा पहिरो आउनुको मेन रिजन यहाँ हिलो हुँदैन अँ उनीहरूले यहाँ सुक्खा पहिरो आउँछ यस्तो ढुङ्गाहरू यस्तो गर्छ बाटो खस्छ किनभने किन ढुङ्गा केले बनेको हुन्छ चट्टानबाट चट्टान केबाट भन्छ अम्बुजा सिमेन्ट हिलोबाट भन्दैन चट्टानबाट भन्छ तर के आउँछ सुक्खा पहिरो आउँछ यो खोला बाढी किन आउन्न बाढी किन आउनु भने चाहिँ उत्पत्ति नै यहीँबाट भन्नुहुन्छ जब यो तराईमा जान्छ अरू खोलाहरू निस्कट हुन्छ ठुलो खोला भन्छ अनि बल्ल बाढी आउने हस् दाई ज्ञान कसले दियो सुशीललाई के हुन्छ चट्टान भन्छु चट्टान अम्बुजा अझै देखियो अरे ए फोटो खिच्दैन किन हो त प्रिन्स इलिमिनेट फोटो खिच्न हामी आसुवास ल यो हाम्रो चाहिँ अब खाना खाने डेस्टिनेसन सर्ट लाएर के अरे सेफक्सिन्डोको छेउमा कसरी राख्छ मलाई यार त्यो झोलामा राख्नु पाउन नगर नलाइ भइसक्यो ह्याङ भात खाऊ भयो मासु त होला यहाँ समीप भात खाने टाइम के छ कहाँ हो त्यो ठाउँको नाम के हो अरे दुरी सुशी तल फोकस हुन्छ है ल बोल त म बोल्छु र वेलकम टु आवर न्यू ब्लग हामी चाहिँ फाइनली कहाँ पुगिसकेका छौँ रुकुम गोवाला छ रुकुम छ यहाँ रुकुमको सिमाना रुकुमको शिवराईको भयो क्लियर ल शिवराई ल यस्तो हो कि हामी अहिले रुकुमको सिमानामा छौँ यो के हो त्रिवेणीमा छौँ अहिले त्रिवेणी अब पुटाको पुल डोल्पा पुग्न लागेको छौँ यहाँबाट अब केही समयमा हामी डोल्पा गएर हजुरहरूलाई हाम्रो भिडियो फेरि प्रस्तुत गर्नेछौँ धन्यवाद अब के भात खाएर लाइट हेर राखौँ न अगरबत्ती बाल्ने लाइट हो भात खाएपछि अब फेरि अब हाम्रो गाडी त्यहाँ छ चार्ज लास्ट भेट्दो रहेछ शिव दाइ हामी केही भन्नु त अब त्रिवेणीबाट खाना खाने ठाउँमा छौँ अब हिमाली रेस्टुरेन्टमा अहिले हामी खाना खान लागिरहेको छौँ हिँड्नु पढ हिँड्नु पर्यो यो के हो यो दाल दाल हाम्रो यहीँ अर्ग्यानिक हो घरकै अनि सबैले खान्छ हामी मासु के को अरे च्याङ्राको मासु शिव दाइ इङ्ना पोडा इंगड़ एन्नले ये च्याङ्राले मासुला तेल ल्याएर हालिदिनु यो के को दाल हो यो के सिमी हो यो इङ्ना पोडा हो त लोकल अर्ग्यानिक सिमे शिव दाइ कस्तो छ मिठो अर्को मान्छे आउँदैछ नि उतै राख एकजना वाउ बहुत मिठो यार यस्तो खाना त हेभनमा मात्र पाइन्छ स्वर्गमा मैले यो फर्सी खान्थेन फर्सी फर्स्ट टाइम खाँदैछु यहाँ मिठो लागेर वाउ यार झन् दाल त प्योर लोकल अर्ग्यानिक गेडागुडी तर सही हो है यता दाल पाइन्न गेडागुडी प्योर अर्ग्यानिक सेफक्सुन्डो च्याङ्राको मासु है च्याङ्रा अर्ग्यानिक च्याङ्रा यहीँ फलेको यहीँ बालिएको च्याङ्रा हो यो त खसी जस्तो हो त डोल्पा ल्याएको डोल्पाको च्याङ्रा तर खसी नै च्याङ्रा खसीको अर्को धेरै इङ्ना पोडा वा मनै त प्रिन्सले खाइरहेछन् यता भाइ यता प्रिन्सले खाइरहेछन् अर्ग्यानिक च्याङ्राको मासु त्यसपछि अर्ग्यानिक दालबाट बनेको भात त्यसपछि अर्ग्यानिक हाम्रो आलु
त्यसपछि काउली, त्यसपछि गएर जुगुनी फर्सी अनि खाइरहेछन् मजाले एकै ठाउँमा। त्यसलाई चाहिँ मोलमा पारेर दाल भात तरकारी मासु। कस्तो छ प्रिन्स खाना? खाना कस्तो हाडो यस्तो होला मासु यस्तो छ। किनिसलाई हँसारमा टाइमेर खाने। दाइको टोपी सानो टाउको सानो रहेछ। अनि म के भन्न चाहन्छु हो हाम्रो खाना चिसो पानी बहिनीलाई बोलाउनु है बहिनीले हाम्रो बहिनी यहाँ यहाँ आऊ त तपाईँको टाउको सानो रहेछ त यार यता तपाईँ त भित्रै जानु पानी परेको भिडियो बना ल र भन्छु भाइ लिएर आऊ न। भाइ हो कि बहिनी हो? अनि हामी बहिनी कहाँ गऱ्यो? हाम्रो वाटर कोइन्सिडेन्ट हेर्नु न। हामी ऊ नेपालगञ्जबाट यहाँ आएको। त्यसपछि हाम्रो नेपालगञ्जकै मान्छेको होटल रहेछ। नेपालगञ्जमै पढ्ने मान्छे अहिले 5 मा पढ्दै जेनिथ इङ्ग्लिस बोर्डिङ स्कुलमा खजुरामा हो नि। सुनौलो टोलमा बस्ने बहिनी जेनिथमा पढ्ने। तर हामी त्यही ठाउँबाट यहाँ घुम्न आएको। हाम्रो भाग्य। हामी सोना भाइजू स्कुल भन्दैन अब हामीले यहाँबाट उधारो खाएर गए पनि यिनले हामीलाई पक्रिन्छन्। भाइजूले गएर भनिदिन्छन् दाइएर आउनुभयो त खाएर भाग्नु भयो। त्यसपछि हामीले उधारो चल्छ कि नै अब स्कुलको फीमा कटाउने गरेर पाइन्छ। बहिनीको नाम के हो अरे? जेसिका बोहरा। जेसिका बोहरा। तिमी कहाँ पढ्छौ? अलि हुँ पढ्छौ? खजुरा मन त्यही जेनिथ स्कुलमा? कति क्लासमा? 5। अनि तिमीले कसरी याद गर्यौ त हामीलाई? हामी धेरै गाली गरेर 1 वर्ष अगाडि आएको ल ल ल उता हेर्ने धेरै गाली गर्नुभएको थियो दाइले? के भन्नुभएको थियो आएर? यो त बौला रहेछ मेरो दादी दिइहाल्नु भयो भिडियो अफ गर एउटा फोटो खिच भने हाम्रो गुरु जस्तो चलाइ भइरहेछ दामी है। अनि त्यसपछि यता हाम्रो अर्को सेकेन्ड ड्राइभर त्यसपछि गएर हाम्रो के अरे 55 को कान्छो भाइ हो कि नै? दिस इज 55 ज्याप्रोली च्याङ्ग्रा खाएको ज्याप फर्स्टमा च्याङ्ग्राको छुर्पी भान्जाले दिनु रे। ए ल भान्जा को छ पछाडि ल अर्को एउटा पुगेन अब छुर्पी खाऊ जान बनाऊ छुर्पी दामी छ। गाजरको बुट्टाहरू यो के बड हेर्न किशोर यहाँ दाल यार खचालले केही भएन। अब साउन भयो भने हिँडेको हिँडै गर्छ अरे सुस्त गोल्पा प्रस्थान गरे हामी कार्यालय कहाँ हो? करवाघाट डोल्पा। सिस्टुको तरकारी हाम्रो माथि गरे वाइज राम्रो छ तर पुलिस स्टेसन हो नि हो वाउ सुन्दर फर्किँदाखेरि त्यहाँ पनि मन्दिर गएर पनि त्यहाँ होला नि।
जान पाइन्छ गाडीमै है फेरि मन्दिर लग्छु भनेपछि लानै पर्छ फेरि पहिलो झलक हल्लिन्छ क्या भिडियो पुरै दुध पानीको पानी छिटाइदिने हाम्रा मन्त्रीमण्डलहरू निर्णायक मण्डललाई अनि त्यसपछि गएर यसै गरी मेरा प्यारा सापती साबट यसै गरी मेरा प्यारा सापतीहरू यसै गरी मेरा साथीभाइहरूलाई तथा मेरा आफन्तहरूलाई मलाई के अरे के गरेर आउनु है यता यता बस्ने त नि आएन न छ नि त्यही त नि बाहिर हिमालको रेन्ज देखेको अवस्था बाटोमा हिँड्दा हिँड्दै गलत अहिले हामी त्रिनेत्रा त्रिपुर सुन्दरी के भन्यो त्रिपुर यो त्रिपुरेश्वरको सबभन्दा सुन्दर ठाउँ भएर त्रिपुरा सुन्दरी भनेको यसलाई अहिले चाहिँ हामी त्रिपुरा सुन्दरीमा हो यहीँको बासिन्दाले भनिसक्नु भएको छ यसै गरी हामीले अब आउने अरू प्रहरी साथीभाइ तथा प्रहरी साथीभाइ भन्न के हुन्छ अरे ओ अरे भन्न प्रहरी साथीभाइ त्यसै गरी मन्त्रीमण्डल र संसदहरूलाई सोधेर यसको विषयमा गहिरो चर्चा गर्दैछौँ धन्यवाद लोकल अर्ग्यानिक पानी हिमालबाटै बगेर आएको डाइरेक्ट विराट कोहलीको स्प्रिङ वाटर भन्दा त्यही राम्रो होला होइन विराट कोहलीको दाइ यो ठाउँको नाम के अरे मोतीपुर यहाँबाट पल्लो डाँडा मोतीचुरको लड्डुको इन्भेन्सन भएको ठाउँ हो शिवदाइले गर्नुभएको दाबी राख्ने हो नि पर्दैन केही दाममा पर्दैन नछाउ कि भिडियो भइरहेको ल गर्नु रेडी 1 2 3 बन्द कसरी गर्ने रेकर्डिङ गान गा एकचोटि अघि जस्तो गान फेरि गान गान अब चाहिँ हामी के अरे कहाँनिर आयौँ हामी अहिले डोल्पाको उसमा आइपुग्यौँ दुनै हाम्रो मिठो लन्च ब्रेक भएको थियो यहाँ रबिन रोकाया काउन्टर इन्चार्ज रहेछ है दाजीराम रोकाया फेरि रबिन इन्चार्ज अलराउन्डर इन्चार्ज यहाँ सुवास शाही सिन त वाइल्ड हाम्रो बटालियनको पनि बसेर हिँड्नु पऱ्यो टक्क हामी यताबाट पुल तर्छौँ सबै शिवदाई शिवदाई कान्तारा एक शिवदाई कान्तारा बाइकलाई बाइक आम्बो अनि यही गाडीमा चढेर जानु क्यामेराको लेन्स पुछेर झन् बाबालाई चडक्क हिँड्ने बेला बल्ल थाहा हुन्छ अहिले नाचेको सब निस्किन्छ अब यता आउनु मेरो सुटिङ गर्नु अब त हामी यहाँदेखि जान्छौँ सिधै कहाँ जाने अरे दुनै जान्छौँ त्यसपछि अनि दुनै त उतै गइसक्यो कि यति हो क्या अब दुनै यही हो अब हामी जान्छौँ ट्रेकिङ स्थल अब हामी जान्छौँ ट्रेकिङ स्थल ब्यागहरू ओके ब्याग एकदम धुलो भएको अवस्था ओके अब हामी जान्छौँ हाम्रो आफ्नै गाडी शाहजी ब्लग्स हामी चाहिँ आइसक्यो मैले बस कहाँ आएँ यहाँ फोटो सुट भइरहेको
अनि यतिजना छौँ हामी अहिले यहाँ हामी फोटोसुटको लागि सब रेडी भइरहन्